हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। म मन्जिला ठकुरी मगर। आइफ हजुर सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। अनि मैले आज धेरै दिनपछि भ्लग स्टार्ट गरेँ क्या। अनि लगभग भयो होला धेरै दिनपछि भ्लग स्टार्ट गर्दैछु मैले। अनि साथै आइफ हजुर सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु कि साथीहरू। अनि मैले चाहिँ भ्लग स्टार्ट किन गरेन भन्दाखेरि चाहिँ मैले चाहिँ रुम सिफ्ट भएको थियो नि त। अनि अर्को रुममा सिफ्ट भएको थियो। अनि उहाँ थोरै अलिकति दिक्कत भएर अनि अर्को रुम लिएको थियो मैले। अर्को रुम सिफ्ट हुँदै थिएँ। अनि त्यही भएको कारणले मैले भ्लग बनाउन पनि पाइनँ। अनि आज चाहिँ मैले नयाँ कमराबाट नयाँ रुमबाट भ्लग स्टार्ट गरेको छु साथीहरू। अनि म तपाईँलाई मेरो कमरा पनि देखाउँछु है। अनि चाहिँ पहिलाको भन्दा अलि अर्को कमरा लिएको छु मैले चाहिँ। पहिलाको चाहिँ किचन थिएन, अहिलेको चाहिँ मेरो किचन छ, बाथरुम छ साथीहरू। अनि त्यही कमरा अहिले अर्को दोस्रो कमरामा आएको छु म चाहिँ। अनि साथीहरू, तपाईँलाई कस्तो लाग्छ मेरो भ्लग? आयो राम्रै लाग्छ भन्ने आशा गरेको छु है। अनि मैले त भ्लग बनाउन पर्ने थियो, तर चाहिँ मैले भ्लग बनाइनँ। किन भन्दाखेरि चाहिँ अलिकति मलाई पनि बिमार भएको थियो। अनि बिमारी भएको थियो, छोरालाई पनि हल्का रुगा खाँसी लागेको थियो। अनि त्यही भएको कारणले मैले भ्लग बनाउनु पाइनँ साथीहरू। अनि आज मैले धेरै दिनपछि भ्लग बनाउँदैछु साथीहरू। तपाईँहरूले मेरो भिडियो एकदम मन पराइदिनु हुने भन्ने आशा गरेको छु साथीहरू। अन्तिमसम्म हेरेर सल्लाह सुझाव र माया गरिदिनु होला। मन परेमा चाहिँ लाइक गर्न नबिर्सिनु होला साथीहरू। अन्त साथीहरू, अनि म तपाईँहरूलाई चाहिँ मेरो रुम देखाउनेछु कि है। आजको रुम देखाउनेछु, अहिले सिफ्ट भएको रुम देखाउनेछु साथीहरू। अनि ल है त साथीहरू। अनि साथी, यो चाहिँ मेरो किचन है। अनि यहाँ मैले ग्यास राखेको छु। अनि यो चाहिँ मैले यहाँ खानेपानीहरू अनि टोकरी राखेको छु। अनि यसमा चाहिँ भाँडा धुन्छ है, यसमा चाहिँ बर्तन धुन्छ। अनि यो चाहिँ मैले यहाँ पानीहरू राखेको छु। अनि यता भाँडाहरू राखेको छु साथीहरू। अनि त्यहाँ चाहिँ मैले यसो त्यहाँ खाली ठाउँ भएर अनि त्यो कपडा कोचेको थिएँ क्या। अनि नचाहिने कपडाहरू त्यहाँ मैले कोचेर राखेको थिएँ साथीहरू। अनि यहाँ मेरो ऐना हेर्न सक्नुहुनेछ साथीहरू, यो ऐना मेरो हो। अनि यहाँ चाहिँ फ्रिज हो साथीहरू, यता फ्रिज राखेको छ। पहिला त यो टेबलमा राख्थेँ नि त मैले, जम्मै बसेर राख्दैछ साथीहरू, हेर्न सक्नुहुनेछ तपाईँले। मैले पहिला चाहिँ यो टेबलमा राख्थेँ नि त अनि सामानहरू। अनि त्यही भएको कारणले अनि साथीहरू यता खाट छ है, मेरो कमरा चाहिँ उहाँ कुल्लर छ। अनि साथीहरू, म बाथरुम देखाउँछु है त। यो चाहिँ बाथरुम हो साथीहरू। अहिलेको चाहिँ बाथरुम चाहिँ यस्तो छ साथीहरू। अहिलेको बाथरुम फेरि एकदम यस्तो खाले छ क्या। अनि यहाँबाट त्यहाँ बाहिर जान्छौँ साथीहरू। कमरा यस्तो छ, कमराको हालत। छोरा सुतिरहेको छ। अन्त साथीहरू, अनि पहिला त उहाँ मसँग एक ठाउँ बस्दा चाहिँ अनि मम्मीहरू अनि हामी चाहिँ अलि नजिक थियौँ नि त। अनि अहिले चाहिँ म मम्मीहरूदेखि 20-25 मिनटको बाटोमा, धेरै 20-25 मिनटको बाटो फरक छ। अनि यहीँनिर फेरि अनि मेरो बुढाले काम गर्ने के, बुढासँग काम गर्ने एउटा दाइ हुनुहुन्छ। अनि उहाँ दाइसँगै काम गर्नुहुन्छ। अनि उहाँको फ्यामिली पनि यहीँ छ। अनि यहाँ साथमा बस्छ क्या साथीहरू। अनि त्यही हो साथीहरू। अब चाहिँ म खाना बनाउने रेडीमा छु र म खाना बनाएको नि देखाउने छु। हेर्दै गर्नु होला है त साथीहरू। सो साथीहरू, म चाहिँ खाना बनाउने रेडीमा छु। अनि साथीहरू, म चाहिँ चामल बसाल्छु पहिला है त। सो साथीहरू, म चाहिँ अब चामल धुने तयारीमा छु है त। सो साथीहरू, म चाहिँ चामल बसाल्दैछु। अनि चामल पनि के भएको साथीहरू, एकदम नराम्रो चामल परेको छ मेरो चाहिँ।
अनि कतिचोटि धुँदा पनि साफ हुँदा साथीहरू अनि त्यही भएको कारणले मैले चाहिँ चामल अलिकति यस्तो भर्छु नि त अनि धुँदा पनि अलिक च्याप्टै हुन्छ साथीहरू त्यही हो साथीहरू अब म चाहिँ खाना बनाउने तयारीमा छु सो साथीहरू तपाईँले चाहिँ मेरो पहिलाको भिडियो पनि धेरै गरिदिनु र अहिलेको भिडियोमा पनि धेरै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि मन परेमा चाहिँ लाइक गर्न बिर्सिनु साथीहरू मेरो भिडियो हेरेर है अनि अब पहिला भात बसाल्छु अनि पहिला भात बसाल्छु साथीहरू अन्त साथीहरू मैले चाहिँ भात बसालिसकेँ अब सब्जी बनाउनु पर्यो भने चाहिँ साथीहरू सब्जी बनाउने अनि सब्जीमा चाहिँ मैले के बनाउँछु होला त साथीहरू गेस गर्नुहोस् त हजुरहरूले सायद मैले चाहिँ है अहिले पकाउने बेला मात्र देखाउँछु साथीहरू त अहिले सब्जी बनाउने बेला भेटौँला साथीहरू सो साथीहरू मैले चाहिँ अब प्याज काट्दैछु है त प्याज पनि मात्र साथी ठुल्ठुलो काट्छ कि सो साथीहरू मैले चाहिँ मासु र फर्सी मिसाएर पकाउनु भएको छु अनि प्याज पनि सायद प्याज पनि डढिसक्यो त है अनि यो मासु र फर्सी पकाउनु भएको छु साथीहरू मैले चाहिँ मेरो सब्जी लगभग पाकिसकेको छ है साथीहरू अन्त साथीहरू मेरो सब्जी चाहिँ फाइनली पाकिसकेको छ अनि साथीहरू यति भन्दै है म आजलाई भिडियो यहीँ इन्ड गर्न चाहन्छु अनि लामो भिडियो पनि धेरै लामो भइसक्यो अनि मैले चाहिँ सब्जी बनाउँदा हल्का काटी बनाएको छु अनि त्यो भएको कारणले चाहिँ भिडियो धेरै लामो भइसक्यो नि त अनि त्यही भएको कारणले मैले चाहिँ भिडियो यहीँ इन्ड गर्न चाहन्छु साथीहरू अनि फेरि तपाईँलाई कस्तो लाग्यो आयो राम्रो लाग्छ र मेरो भिडियो है अनि मैले चाहिँ तपाईँलाई भनिसकेँ है मैले चाहिँ अब रुम सेट गरेको थियो अनि अर्को रुममा आएको थियो नि त म अनि पहिलाको रुममा चाहिँ अब धेरै त्यस्तै हो है अब गर्मीमा अनि बस्न नसक्ने अनि बेसरी गर्मी हुने क्या अनि पहिलाको रुममा चाहिँ बस्न नसक्ने भएको थियो अनि त्यही भएको कारणले अनि फेरि म अर्को रुम हेरेको अनि दोस्रो रुम लिएको अनि साथीहरू फेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ इन्डियामा फेरि अब गर्मीमा फेरि एकदम गर्मी हुन्छ होइन अनि फेरि जाडोमा फेरि एकदम जाडो हुन्छ साथीहरू त्यो भएको कारणले चाहिँ अनि गर्मी चाहिँ धेरै गर्मी बढेको थियो अनि त्यही भएको कारणले चाहिँ मैले चाहिँ बाबुको लागि भए पनि एउटा सेपरेट रुम लिने भनेर चाहिँ मैले सेपरेट रुम लिएको हो साथीहरू अनि त साथीहरू आजलाई यति नै है म भिडियो यहीँ इन्ड गर्न चाहन्छु सब्जी पनि पाकिसके साथीहरू अनि सो साथीहरू आजलाई भिडियो म यहीँ इन्ड गर्न चाहन्छु फेरि न्यू भिडियो लिएर न्यू ब्लग लिएर फेरि आउनेछु र आजलाई यति नै साथीहरू यति भन्दै बिदा हुन चाहन्छु बाई बाई हस्त बाई साथीहरू नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला मन पऱ्यो भने लाइक गर्नु होला साथीहरू आजलाई यति नै बाई